ल सबैले यता हेर्दा आज हामीले चाहिँ मानिस ठुलो दिनले हुन्छ जातले हुँदैन भन्ने बारेमा विस्तृत छलफल गर्दैछौँ। ए रामश्याम तिमीहरू किन चाहिँ पछाडि खाँदेर बस्यो भन? यहाँ अगाडि यस्तो खाली छ, यहाँ मिलेर बस्नु अगाडि आऊ। नाइ सर म त यहाँ खाँदेर बस्छु, त्यहाँ त बस्दिनँ। किन के भयो र? तिमीहरू अरूसँग झगडा राख, झगडा गर्नुहुन्न, एक आपसमा मिलेर बस्नुपर्छ। सर म तल्लो जातको भएर यिनीहरू मसँग नबसेका हुन्। ए राम श्याम तिमीहरूले उसलाई के भएर हेपेको? भइगयो हेपेको यसरी हेप्नुहुन्न। भइगयो के हो राखेको? ऊ तिम्रो जस्तै विद्यार्थी हो, एकै ठाउँमा आएर पढाएको छ, तिमीसँग सँगसँगै हेर्छ, यहाँ मिलेर बस्छ। हो सर हाम्रो बाले भनेको उसँग बसेर तिमी एउटा रिसाउँछन् अरे। हो त सर हदैले हल्लाको तल्लाले दिएको खानै हुन्न अरे। लिएर आयो यिनीहरू यो जातभात भन्ने कुरा केही पनि होइन। यो जातभात भन्ने कुरा तिमी हामी जस्तै मान्छेहरूले बनाएको कुरा हो। यो जातभात भनेर हामी एक आपसमा साथीभाइहरूमा झगडा गर्नुहुन्न। तिम्रो पनि काटेर रातै रगत आउँछ, ऊ अर्जुनको पनि काटेर रातै रगत आउँछ। त्यो आपसमा साथीहरू एक आपसमा झगडा गर्नुहुन्न। ल यहाँ मिलेर बस्छ। हो त नि सर अस्ति नै अर्जुनले दिएको मिठाई खाएको थिएँ, मलाई त केही पनि भएन, जन्म कक्षामा फर्स्ट भएँ। ल सुन्यो त तिमीहरूले यसो कुरा यसो झगडा गर्नुहुन्न। ल आएर मिलेर बस्छ। ल अब सबैले अगाडि कालोपाटीतिर हेर। हाम्रो भन्दी लागिहाल्यो, अरू पास भोलि पढाउँला। ल म गएँ। यत्रो लाठे भएर कहाँ डुल्यो होला लाठे? यसो घरमा सघाओस् बुढाबुढीलाई छैन। यो मुरो कहाँ गएर आएको हिजोदेखि त घर छैन, पत्तै छैन। कहाँ गएर हराएको थिएँ नि यहाँ हिजोदेखि त भैँसीले घाँडो खोजेर विपत्तै छ। कामकाज केही छैन, खाने बेला भएको छैन। पाजी खानै नदिने भने छुट्टै कुरा नत्र किन कचल गरिराख्यो होला। ल खाएर नै उसको हेर विक्रमे यसरी दिनभरि अलि कामी दबाईसँग काम बिताएर भएन। यसो घर आओस्, काम गरोस्, बुढाबाका बाबामालाई सघाओस्। अब त तैँले पो हामीलाई पाल्नु पर्ने हो, उल्टो तँलाई हामीले पोसेर बस्नुपर्ने। हेर बा कुरा सफा छ, मलाई यो गाउँमा मिल्ने कुनै कामै छैन। म विदेश जान्छु, मलाई पैसा खोजिदिनु पर्यो। बाबाले यताको पालो मन फालिसँग सत्ता यहाँ दिनु सत्ता आयो लियो क्या हरि भाग्यो हाम्रो ओ सर छिटो भाग्यो ओ यार निकलियर दुआ खा यसलाई मारे दुआ खायो ल खा ल छिटो फालौँ न यार हरपाली हुनु न उदयवाली हो ओ फाल्छ ओ तनी फाल्छ छिटो पाली तिम्रो ल के खाल्यो ए झेलर खाना खाऊ खाना ठिकै एउटा
ठिक छ एउटा फाल्नु पर्यो एउटा फाल्नु छिटो छिटो ल ल ल आयो आयो होइन केटा के को जमघट हो यहाँ नमस्कार ल केटा ओ मार्छ के नि मार्छ अब दिनभरि अब फुर्सदै फुर्सद छ दिन बिताउनु यसो तास खेल्न हामी अनि कता गएर आउनु भयो अनि केटा हो तिम्रो सबै यसरी तासले पुग्छ त एउटा इलाम पनि त गर्नु पर्यो नि घर आमाका बुढाबाका बाबाआमाहरू छन् तिनीहरू पनि सहयोग गर्नु पर्यो खै मास्टर साहब अहिलेसम्म त समय बितिरहेकै छ फेरि भविष्यको बारेमा कसलाई के थाहा छ र गाउँमा त्यस्तो कुनै काम पनि छैन विदेश जाउँ भने हातमा पैसा पनि छैन फेरि तास खेल्नु कुनै नराम्रो काम पनि त होइन के कसो हेरे केटा हो पैसा कमाउनलाई चाहिँ अफिसमा जानुपर्छ भन्ने पनि छैन गाउँमा गएर बुढाबाका बाबाआमालाई सघाउनु पनि कामै हो के गर्ने गुरु घरमा गएर कसलाई सघाउने बालाई डोको बुन्न सघाउने कि आमालाई भाँडा मार्न सघाउने बरु कमसेकम तास खेल्यो भने क्या आम्दानी त हुन्छ यार बरु तपाईँको नि स्कुल सकियो होला आउनुहोस् बसौँ खेलौँ ए यहाँ छोडिदियो त यसो ल बसौँ बसौँ एक दुई हात त खेलौँ बसौँ मास्टर ल केटा जे गर्नु गरौँ मेरो भन्नु त यति नै हो म त लागेँ ओके ओए 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 के हो केटा हो झेली गरेछौ क्या के हो केटा हो यार झेली गर्ने म खेल्दिनँ यहाँ केटा के खेल्ने हो जाने हो ल हे मदन तासमा जितेर उठ्नु पाइँदैन एकछिन बस हेर केटा हो तिमीहरू जस्ता रुन्ची छ मलाई खेल्नु छैन केटा हो जानु ल ओ तैँले जितेर जानु खोज्छस् एकछिन बस ओ साले जाँच छुन्छस् 32 दाँत गुन्दिम अहिले तिमीहरूले आफ्नो जात देखाएर छाडी छैन खेल्ने खेल्ने जितेपछि उठ्ने ए टपरेहरू झगडा गर्ने भने तिम्रो जस्तो एक दर्जन फालिदिन्छु एक दर्जन होइन तँलाई म एकजना भए पुग्छ जा जा देखे तेरो ताकत त्यही त यार जब 10 रुपियाँ लागि सालेहरू चाहिँ हामी झेल्डी गर्छन् मदन हामीले त्यसलाई पिटेर राम्रो गर्यौँ यार होइन मैले त खासमा होइन त्यसले झेली गर्यो 10 रुपियाँको लागि गरोस् क्या मैले त्यसले झेली गर्यो भन्ने कुरा होइन क्या त्यसले हाम्रो जात छोयो क्या यार साला हामीलाई गाउँबाट निकाल्छ अरे त्यसको बाउको गाउँ हो त्यही त यार त्यसको बाउको गाउँ हो त्यसको ढाडसाड भाग्नु पर्ने यार साला यार हामी दलितहरूको इज्जत छैन यार के हाम्रो सहयोग यो गाउँलाई छैन त्यही त हामी न केही गाउँ चल्न सक्छ त्यही त भनेको मैले हामी दलितहरूको पहुँच देखाएर छोडिदिन्छु क्या म तिनीहरूलाई यो फेरि कोर्टमा कुरा आउँदै गर्छ ओइ यो घाँस केले खान्छ गाई बस्तुले खान्छ तैँले के खान्छस् भात खान्छ हामीहरू के खान्छौँ भातै खान्छ मलाई के थाहा तैँले नि लुगा लाउने हामीले लुगा लाउँछ होइन यो आशिष नि यो यसले यहाँ काटे पनि राति रद आउँछ र यहाँ काटे पनि राति रद आउँछ क्या होइन त्यसमा तँ किन ठुलो जात हामी किन सानो जात के थाहा थाहा छैन मलाई तेरो बाउलाई सोध तेरी आमालाई सोध र तेरो दाइ विक्रमीलाई सोध गर के छ त नि स्कुलको हाल खबर त्यस्तै छ साइना भए आउने जाने क्रम छ जेन किन चलेकै छ ल ठिक छ अनि बाबु कसरी भेट भयो त्यही तल्लो बाटोमा भेट भयो के अरे अनि मास्टर साहबले साइना गर्नु होइन यो केटो त कस्तो आयो
बासँग हिस्ट्याल बनाएको एकदम भएको छैन त्यही पानी ल्याउनु ल पानी खानु के हाल बनाएर आएको हेर्नु चाहिँ एकचोटि त्यसलाई ओ कान्छा कान्छा यहाँ आइज त याद गरेको तँ कसले हो म बाटामा आउँदै थिएँ हेर त यस्तो हुँदा पनि केही पनि नबोलिकन भित्र बसेको जिउभरि घावै घाउ छ कमिज पनि च्यातिएछ आँसी पनि फालेछ यो मदनी मुर्दाले त हेप्न साई हेप्यो यो दलित मुर्दाले पक्कै घर यो गामबाट निकाले पनि हुन्थ्यो यो मुर्दाहरू कहाँ गयो खै भोगो नगरे धेरै आफ्नै सन्तानहरू अगतिलो बसी अरे के दोष दिने यो विक्रमले त्यसरी नपिटेको भए आज यसले पिटाइ खाएर आउनु पर्थ्यो हो कि होइन मास्टर साहब त्यता गएर आएपछि ओ केटा हो ओ बेटा के हो तिमीलाई थाहा छैन गाउँमा के भइसक्यो यिनीलाई त वास्तै छैन यार के भयो होइन गाउँमा के भएर भन्छ यहाँ के बसेको गाउँमा सानैले रनाइ गरिसक्यो सानैले रनाइ गरे त मन्त्री भइहालिस् नि यहाँ किन आएको त हामीलाई जिस्काएर बस मजुरले उहाँ तेरो भाइलाई अझ पुटेर अचार बनाइसक्यो घोडीलाई निचेर आज बाहिर चौतारामा पिट्यो नि घोडीमा निचेर कहाँ जान लाग्यो बा त्यो मदन छ नि त्यसले भाइलाई पिट्छ त्यसलाई पिट्न हिँडेको नि मार्न त मार्दैनौ नि अनि फेरि त्यसले मलाई कुट्छ अनि तिमीहरू गएर फेरि त्यसलाई कुट अनि त्यसले आएर तेरि आमालाई कुट्छ यसरी तिमीहरूका कलहले हामी बुढाबुढी र सोझो भाइले पनि पिटे खानु पर्ने भयो ए भाइ सकिएन हेर भाइहरू तिमीहरूले यसरी एक आपसमा झगडा कहिलेसम्म जारी राख्ने हो यसरी झगडा गरेर एक आपसमा पिटाइ खाने र खुवाउने चलन कहिलेसम्म राख्ने हो हेर्नुहोस् दाइहरू यसो गर्नाले हामीहरू सबैलाई अप्ठ्यारो पर्छ हामीहरू भनेको एउटै गाउँका बासिन्दाहरू हौँ हामीहरू सबै मिलेर बस्नुपर्छ हेर्नुहोस् मास्टर साहब यो कुट्ने र कुटाउने काम भनेको हामीबाट सुरु भएको काम होइन यदि तपाईँहरू यो गाउँमा कुट्ने र कुटाउने काम रोक्न चाहनुहुन्छ भने पहिला गएर त्यो मदनीलाई सम्झाउनु सक्नुहुन्छ भने त्यसलाई रोक्नु सम्झाउनु त नसक्नु त होइन नि तर तिमीहरूले यसरी आवेशमा आएर एक आपसमा रिस देखाउनु त भएन नि मास्टर बाबु यी भनेका गाउँ र समाजका कलङ्क हुन् उसका थैला हुन् जाऊ गएर लड मर्न चाहिँ लडेर मर कमसेकम गाउँ र समाजलाई त शान्ति हुन्छ हेर्नुहोस् दाइहरू सक्छौँ भने गाउँ समाज परिवारलाई सुख दिने काम गरौँ यदि सक्दैनौँ भने दुःख दिने काम पनि नगरौँ जाउँ ल जाउँ जाउँ मास्टर बाबु नमस्ते नमस्कार कता आइबक्सिनु भएको छ आज बिदा दिन यसो घुम्दै फिर्दै आउँ भनेर ल त बस्नु के छ हालमा कस्तो हुनुहुन्छ
ओ हजुर यस्तै छ मास्टर बाबु, छाती दुख्छ कहिले 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 यताउता कोखान दुख्छ, के हुन्छ चुरोट छोड्न सक्दैन हजुर, चुरोट खाइराख्ने बानी छ। हो त नि, दाइले पनि चुरोट कहिले छोड्नै सक्नुहुन। उता छोरो चाहिँ चुरोट नखाएर भित्ता ताँसो बसिरहेको छ, गाउँमा हल्ला राख्छ, चुरोट खान कहिले छोड्नु भएन। त नि मास्टर बाबु यस्तै छ के अरे, यी चुरोट खाइराख्ने बानी। बरु छोरो छोड्न सक्छु, चुरोट छोड्न सक्दिनँ बाबु, के गरौँ खै। नमस्कार मास्टर। सर आराम हुनुहुन्छ? आरामै छु। कता गएर आयो त? के गर्ने हेर्छ अब गाउँतिर कामकाज छैन, खाने छोड्नु बन्न आएछ। अनि बिहान चुरोट खायो क्या? होइन होइन मास्टर बाबु, चुरोट खाएको छैन खोइ, मैले खाएको छैन भन्दिनँ हो न। चुरोट त्यहीँ छ। अझ लुकाउँछ बुढा, गाउँसँग घरका सब चुरोट निकालेर खालो। दण्ड मास्टर साहबलाई सम्झाइनु पर्यो। सम्झाउनु त सबैले सम्झाएकै होला, फेरि तिमीले पनि सम्झाएका होला। चुरोटले हानि गर्छ भन्ने कुरा दाइले पनि थाहा होला। त्यो गोलीमा भएको सबै चुरोट झिक्यो त। यति मात्र त अझै छ चुरोट निस्कियो त। होइन बाबु, छ ढाँड्छ। छैन छ निकाल। म आफै सिकाइदिनु। बस फुल बिला अझै छ। छैन बाबु, छ कता छ? देख्नु त सर यो चुरोट अहिले मैले नफसेका भए यिनले सबै खान्थ्यो उता। होइन होइन बाबु, लगाएर कान्छ बाबुले दिएको बाबु चुरोट। के अरूले सित्तैमा दियो भनेर विष पनि खाने? रामु, तिमीले धेरै ठिक गर्यौ। आफ्नो बाबुलाई चुरोटको लतबाट छोड्न धेरै प्रयास गर्यौ। दाइ तपाईँले पनि चुरोट लिने बानी छोड्नु पर्यो। रामु जस्तो छोरो पाउनु तपाईँको सौभाग्य हो। सुन्नु बुढा, मास्टरको कुरा अबदेखि यो चुरोट खाने होइन। त हिजो कहाँ गएर आयो यार? कस्तो भयो दिउँसो? के भयो भन्नु यार? अब मदनले विक्रमको भाइलाई मजाले पिट्यो छ होइन, यिनीहरू आएर भने अनि त्यसपछि अब छोड्नु भएन भने हामी पनि कसरी पिट्नु भनेर गएको त ठिक्क बिच बाटोमा मास्टर भेट्यो नि यार। मास्टरको प्रभाव नर हान्दिनु पर्दैन सरलाई। म भए मैले जाउने थिएँ। विक्रमको बुवा नि हुनुहुन्थ्यो नि, एक झापड लगाइदिनु भयो त्यहीँ, अनि कहाँ हान्नु जान्छ यार? त्यही छ। सुन बेटा, अब हामीले हो उनीहरूलाई त हिजो कुरा छोडिदिनु होइन, अब हामीले चाहिँ कसरी हुन्छ आज त मदनलाई दबाई दिने स्टाइलले जाऊँ है, अनि त्यहाँबाट बल्ल कुरो सुझ्नु क्या। विक्रमलाई भेट अन्त दिनभरि थिइनस्, कहाँ खोज्नु जान्छ त? अब त्यता अनि त फेरि के पिटा खाएको हेर्नु बस्नु? मलाई नि पिट्यो त्यसले, म त बागिहालेँ। कहाँ ठगिहाल्यो यो त्यही हो मान्छे त्यहाँ। अन्त अन्त मैले भागेँ कट्टिसम्म माटेर। विक्रम ओहो खाना खाइस्? छैन खानु खाना। अन्त त फेरि कता गइरहेको? होइन विक्रम, तँ त आज निकै मौनछस्, मोबाइल बसिछस्, के भयो तँलाई? त्यो साले मदनले मेरो भाइलाई पिट्यो, त्यति हुँदा नि मैले केही पनि गर्न सकिनँ कि। मेरो बारे मास्टर साहबले गर्दा मैले केही पनि गरिनँ कि, त्यही भएर एकदम टेन्सन भइरहेछ कि। तँ भन्न मात्र म त्यसको हात खुट्टा भाँचिदिन्छु। छोड यार, म त्यसको ज्यानमा होइन कि, त्यसको मनमा चोट पुऱ्याउन चाहन्छु। म त्यसको बेच गरेर यो गाउँबाटै नै निकालिदिन्छु। विक्रमै मसँग एउटा बसक्क उपाय छ, जुन आइडियाले गर्दा नि त्यसको मात्र होइन त्यसको पुरा खानदानको बेजेट हुन्छ। बरु तैँले त्यो उपायलाई हुन्छ मात्र भन् के। तँ भन्न पहिला के उपाय हो, पछि जे हुन्छ त्यही गरौँला नि। तँलाई किन सबैको साथ भन्छु क्या। त्यसको एउटा असाध्यै राम्रो बहिनी छ। त्यसैले घरको इज्जत छोरामाथि, छोराको इज्जत चेलीबेटीमाथि। के त अब यसले त्यसको बहिनीलाई इज्जत लुट्नु पर्यो? त्यस्तो निज मलाई नसोच क्या, त्यस्तो कामहरू म सिकाउँला त। बरु यो काम विक्रमले 15-16 दिनमै सिद्धिहाल्छ। त्यसो भए कस्तो काम हो त, भन्न त। पर्खा पर्खा हाम्रो बाबा
आउँदैछ आउने बित्तिकै पानी पाइँदैन धारा आएर धेरै झगडा मचाउन पाइँदैन हाम्रो धान काट्ने बेला भइसक्यो हाम्रो पालो आएको छ अहिले हाम्रो गाउँका दलित बनाउन आउँछन् अनि यहाँ छुवाछुत अर्को यो पानी अशुद्ध हुन्छ कसरी खाने बेला हुन त हो के रे हाम्रो फुल ल्याउँदा पनि विक्रम छन् तिनलाई त यहाँ छुन दिन हुन्न खोलातिर पानी लिन पठाइदेऊ हो त नि हेर यिनीहरूलाई त घुक्रे ठ्याक लगाउन पर्ने हो के रे ऐ भक्कसी भनेको त हो नि यिनीहरू आउने बित्तिकै धारा एउटा न एउटा अनर्थ भइहाल्छ क्या यिनीहरूलाई त खोलातिर पानी लिन पठाउनु पर्ने हो के रे धन्नले गुड्डो भाँचिएको मेरो गाली खोइ हो मेरो गाली यहाँ त्यसले एउटा मेरो गाली यहाँ यसको अगाडि थालिन्छु लगा पञ्चमान यो एउटा लाठी भएर एउटी केटीमाथि यस्तो व्यवहार गर्न लाज लाग्दैन लाज त यसलाई लाउनु पर्ने दलित भएर हाम्रो धारा पानी लिन आउने के भनिस् यो धारा तेरो बाउको तैँले पानी थप्नु हुने कुसुम नहुने तर कुसुममा के फरक छ कुसुमसँग माग माग्छ माफ तै माग कुसुमसँग माफ कुसुम जाऊ पानी थाप कुसुम राम्रोसँग जाऊ है हुन्छ होइन यी केटाहरू नि कहाँ गए त्यसो घरमा सरसफाइ गरौँ भन्यो छैन ओ कान्छा कान्छा तेरो बात किन बोलाउनु भएको खोइ तेरो दाइ पनि कहाँ गयो बाहिर यहाँ रुख ढल्यो थियो यसो बनचराले मुढाछुडा चिर्नु पर्ने तैँले म जाने त होला नि मैले त भित्र काम गर्न लाग्थेँ बा अब बालाई मात्रै कति गराउने यसो दाइ र म जानु पाए हुन्थ्यो दाइ ओ दाइ बसा गएछ भने के हो किन बोलाएको कान्छा तल उहाँ मुडो लड्यो थियो जाऊ न दुईजना गएर लिएर आऊ मलाई मात्रै कति हैरान दिन्छौ ए केटा हो कान्छाले त कति गरिराखोस् यसले त ढोलेको सिनको पनि उठाउँदैन जाऊ न दुईजना मिलेर दाउरा चिरेर लिएर आऊ नगर म पनि काम गर्छु जान चाहिँ भित्र बन्छ लिएर आइज जाउँ ल म लिएर आउँछु होइन ए बुढी विक्रम सबै के हो घरमै बस्याएर काम पनि लुख्रु लुख्रु गर्छु भन्छ के हो यो अब सब्रिया त के भयो त ल ल यो तपाईँ पनि यो काम सकेर आउनुहोस् भित्र ल म आउँछु ल हेऱ्यो थका फाले के बोलाइले त कुकुर रहेछ म यसो हेर्दा आइहाल्छु कहाँ जाने भने त्यो कुकुर रहेछ यसो म हेर्दा आइहाल्छु क्या फेरि ढिला हुन्छ नि त म खेल्दिनँ त एकछिन बस्दै गर न तिमी खेल्ने भए जाऊ नि त फेरि ढिलो भयो भने बाबाले गाली गर्नुहुन्छ म आफै काटेर ल्याउँछु तास खेल्न आएको हेर न पर बारीमा मुडो लडेको रहेछ त्यसैले काट्न जानु लाग्यो हुन्छ त विक्रम आइज नि यार एकछिन तास खेलौँ न यार त्यही त आइज न आइज बसेछिन् बस्न बस होइन म खेल्दिनँ म दाउरा काट्न हिँडेको भाइ कुरिरहेको छ त्यही पनि म तास खेल्न छोडिदिइसकेँ यार बस त अगाडि भयो म त लाग्छु है अचेल के भएको यसलाई यार तास पनि खेल्दैन हामीसँग हिँड्दैन
यो त खुब सबै थालेछ अचेल त के भयो कान्छी त उता घाँस काट्दै गर है म यता घाँस अन्त किन के भयो त हिँडेर म आउँछु हुन्छ छिटो आऊ है पहिलो म काट्दिन्छु कुसुम के भयो तिमीलाई आजभोलि त बोल्न पनि बोल्दिनौ खोइ किन नबोलेको भन्नु तपाईँ र मेरो दाजु झगडा गर्नुभएको थियो सकेसम्म दाजुसँग मिल्दा नै बेस हुने थियो होइन है मदन नै त त निकै व्यस्त छस् क्या हो आजकल त गाउँघरतिर नि देखिन्नस् किन आउनु पर्यो त गाउँतिर पानी लिन आउँदा त गाउरी फालिदिन्छन् त्यसै गाउँमा काम पनि छैन यस्तो त भइहाल्छ नि गाउँमा बरु मदन तसँग एउटा सानो कुरा गर्नु थियो यसो आइज न मलाई अन्त कहीँ जानु छैन जे कुरो छ यहीँ हेर मदन भाइ तिमी अझै पनि अस्तिको कारणले चाहिँ यिनीसँग रिसाए जस्तो छ हो त मदन दाई एउटै गाउँमा बसेपछि झगडा गर्न त राम्रो भएन नि फेरि एकअर्कालाई गाउँलेहरू पनि त आवश्यक पर्दछ म र विक्रम पनि त्यही चाहन्छौँ अब सरको त कुरै नगरौँ उहाँले नै हामीलाई सम्झाएर यहाँ लिएर आउनुभएको ल ल मदनले कुरा बुझिहाल्यो नि त बरु मदन त भोलि धारतिर झर न त्यहाँ कुलो पनि खानु छ सँगै खाउँला ए त्यसो पो जबसम्म गाउँमा कुनै समस्या थिएन तिमीहरूलाई हामी चाहिएन अनि जब गाउँमा समस्या हुन्छ तिमीहरूलाई हामी चाहिन्छ हिजोसम्म त्यो धारो ठिक थियो हामी दलित भयौँ हामीलाई पानी दिन दिएनौ तिमीहरूले तर जब त्यो धारो बिग्रेर बनाउनु पर्ने काम आउँछ त्यसपछि हामी दलित चाहियो भो मलाई कसैसँग मिल्नु छैन गयो हुन्छ त्यसो होइन मदन धारो बनाउने कामलाई लिएर हामी आएका होइनौँ धारो बनाउन त आइज नआइज तेरो इच्छा हो कुरा यति मात्र हो कि हामी सबै मिलेर काम गर्दा सबै गाउँलेलाई फाइदा हुन्छ भने सधैँ झगडामा रहिरहन मलाई उचित लागेन तिमीहरूसँग झगडा गर्न मलाई पनि मन छैन तर यो गाउँको मान्छेहरूले हामी तल्लो जाति भनेर हेपेको देखेपछि मेरो मन मान्दैन लौ त हामी पनि लागौँ फेरि काम गरिरहेको मान्छेलाई भुलाउनु पनि ठिक होइन ल जाऊ।
ल मदन भोलि फुर्सद भयो भने तल झरेस् नत्र ठिकै छ। कुसुम तिमीलाई एउटा कुरा भन्नु थियो। के कुरा हो र? किन बोलाएको तिमीले? जान जा, केही विशेष काम होला नि त। जाऊ न। के काम छ र तिम्रो मसँग? किन रोकेको मलाई? एकछिन उता हिँड न। हेर्न कुसुम, हाम्रो गाउँबाट यो गाउँ रमाइलो चारैतिर हरियाली, झन् माछाको त कति राम्रो। त्यो सबै थाहा छ मलाई। तिमीले मसँग भन्न खोजेको के हो? छिटो भन न। म एउटा कुरा भन्छु, नरिसाऊ है त। हुन्छ, म रिसाउँदिनँ। भन न के कुरा हो। कुसुम, के भन्ने नि, म तिमीलाई मन पराउँछु र तिमीसँग बिहे गर्न चाहन्छु। घर जाम ढिलो भइसक्यो। अहिले म जान्छु है। के सोचिरहेको एक्लै बसेर? कुरा के भने देखा, तर कसैलाई नभनाए। त्यो विक्रम छ नि, त्यसले मसँग बिहे गर्छु भन्छ। मलाई चाहिँ डर लागेको। ए हो र? त्यो त ठिकै छ नि। विक्रम दाइ नराम्रो मान्छे पनि त होइन। त्यो त पहिला हामीलाई धेरै सुध्रेको छ नि अहिले। त्यसो चाहिँ ठिकै छ, तर हामी सानो जात के उसको बाबाआमाले मान्छन् र? विक्रम दाइले तँलाई यसको बारेमा केही भनेका छैनन् र? त्यसो त त्यसबारे केही भनेको छैन। सहर जाउँ, 1-2 महिना उतै बसौँला, अनि बिहे पनि उतै गरौँला भनेको छ। त्यसो भए ठिकै भयो नि त। विक्रम दाइले धोका देलान् जस्तो त मलाई लाग्दैन। लाग्नु त मलाई पनि त्यस्तै लागेको छ। झन् तेरो कुरा सुनेर त म ढुक्क भएँ। भयो नि त, अब धेरै सोच्न नजाने। ओइ बाबु, ओइ बाबु, कहाँ गयो? तिर्खा लाग्यो, पानी खानु लिनु बाबु। आया ओइ बाबु, आया म त मरिसकेँ। यो त बाबु पानी खानु पर्यो। ओइ बाबु,
ओइ बाबु मलाई त साह्रै चाबे जस्तो छ मास्टर साहबले बोलाएर लिएर आइज छिटो हुन्छ ल नाच्दिनुहोस् म मास्टर सरलाई बोला ल्याउँछु मास्टर साहब घरमा बुवा बुढी बिरामी हुनुभएको थियो त्यही भएर तपाईँलाई सोध्दै हिँडेको आएर यहाँ बाटोमा भेट भयो ए हो ल हिँड्नु त रात मलाई त टाइफाइड अवस्था छ र त पर हस्पिटलमा गर्दै टाइफाइड बस्नु दिएर आइज हुन्छ सर म लिएर आइहाल्छु म तल त्यहाँ पेसिदिउ धरेको त्यहाँ मेला लाएर हिजो कि रमाइलो अनि त कता राखेको हिजो म धानचुट नगएको यार ए धानचुट नराख आज खेल न त आज रमाइलो गरौँ न त ए राज यता आउने एकछिन किन रे यार मलाई हतार छ कि होइन आइज न एकछिन बस बस न अन्कार हतार छ कि किन र तँलाई के को हतार छ आइज न बस एकछिन घरमा बाबा बिरामी हुन्छ मास्टर सरले चाहिँ औषध लिएर आउनु अघि रे त्यही भएर औषध लिन लाग्यो के को तँलाई चिन्ता भएर घरमा मास्टर रहँदो रहेछन् तँलाई औषध लिने किन हतार भयो अहिले आइज न एकछिन बसौँ ओ छोड्दैन तँलाई आइज आइज बस एकछिन यार ल छोड ल मास्टरले हेरिहाल्छ नि तेरो बाबा के भएको तेरो बाला यार टाइफाइड भएको त्यस्तो सानोतिनो बिमारलाई के पिर गर्दछ चुरोट खाए त्यही त त्यस्तो हुन्छ त्यो सानोतिनो बिमार पनि पिरेर बस्छ त्यही मास्टर साहब रहेछन् क्यारे मास्टर साहबले गरिहाल्छ नि कारणै छैन कि दबाई दिलाउनु पर्यो नि बाला यार एकछिन बस न त एकछिन बस अलिक जाला नि त किन के भयो र मास्टर साहबले भन्नुभयो तपाईँ छिट्टो घर हिँड्नु किन बालाई चापे क्या ल तिमी गर है साथी है म जान्छु है ल ल म बेलामा बुद्धि पुर्याएन म सानो लापरवाहीले गर्दा आज बुवाको ज्यानै भयो मास्टर साहब आज मैले ठुलो गल्ती गरेँ साथीहरूको लैलेमा लागेर आज मैले आफ्नो प्राणभन्दा प्यारो बाबालाई घुमाउनु पर्यो कुसुम अस्ति मैले तिमीलाई जे भनेको थिएँ नि त्यसको बारेमा तिमीले के सोच्यौ त के सोचे भने तपाईँ ठुलो जात म सानो जात यो कुरा सम्भव छ हेर कुसुम यो जातभात भन्ने कुरा गर्दै नगर फेरि म रिसाउँछु नि तपाईँले मात्रै भनेर भएन नि यो गाउँ समाज तपाईँका बाबाआमा के यो कुरा मान्लान् र हेर कुसुम त्यसको बारेमा तिमी चिन्तै नगर हामी कतै अन्त्य गएर बसौँला नि हुन्न आफै के कुरा गरेको त्यस्तो हामी गाउँ छोडेर जाने यो कुरा थाहा पायो भने त दाइले मार्छ मलाई त्यसैले यो कुरा त गर्दैन ल मोरी कहाँ हामी सधैँलाई सहर जाने हो र केही महिना त हो नि केही महिनापछि त हामी गाउँ आइन्छ त्यस बेलासम्म त गाउँले पनि हामीलाई स्वीकार्छन् नि ल अब हामी फेरि ढिला भयो भने दाइले मार्छ
आयो महाशय किताबको के हो त नि 2007 सालको नमुना जस्तो होइन साथीहरू के रमाइलो हो के भयो र तैँले बुझ्दैन स्याहार यसको रङको। हेर साथीहरू यो देशको भविष्य हामीहरू जस्ता युवाहरूको काँधमा अडिएको छ। यदि हामीहरू नै धुम्रपान गऱ्यौँ भने यो देशको भविष्य के होला? त्यसैले धुम्रपानको कुलतबाट टाढा बस्छौँ। खै के गर्ने, अलिकति ज्ञान गुणको कुरा तिनीहरूलाई पस्दै पस्छ। हेर्नु वातावरण कति रमाइलो छ है, सालसलैहरू कति सौन्दर्यले भरिएको छ है। यो सबै त आफ्नो ठाउँमा राम्रो छँदैछ। हाम्रो माया प्रेम पनि यस्तै राम्रो पवित्र भइदिए कति राम्रो हुन्थ्यो। किन हाम्रो माया यस्तो छ जस्तो लाग्दैन र? छन त छ नि, तर मलाई कता कता डर लाग्छ। किन डर माने कि के तिमीलाई म प्रति विश्वास छैन? तिमीप्रति त मलाई पुरा विश्वास छ, तर तिम्रो बाबाआमा, यो गाउँ समाज अनि मेरो दाइ असाध्यै डर लाग्छ मलाई। हेर कुसुम, त्यसको बारेमा तिमी चिन्तै नगर। छि चुड खान्लाको मलाई तिम्रो यही बानी मन पर्दैन। ढिलो भइसक्यो, म जान्छु ल। किन तिमीलाई मसँग बस्न मन लाग्दैन? बस्नु त मन लाग्छ नि, तर सधैँ यसरी बसेर भएन। अनि जान्छु ल। आखिर माछो जालमा परे छाड्यो होइन विक्रम? हेर्दै जा, यसलाई म कसरी बम्बईको कोठीमा पुर्याउँछु, यसको दाइको बेइज्जत म कसरी गर्छु। माने गुरु माने तपाईँको बुद्धिलाई मान्नै पर्छ। ए मिरा मिरा होइन कता गइछन्? ए सावित्री दिदी त म त बिरामबाट हस्पिटल जानुलाई थिएँ। के कति कामले आउनु बस्नु नि, बस्दै गर्नु नि। बस्ने फुर्सद त छैन। खाना खाइसकेपछि भर्खर भान्जा बाबु आउनुभयो, अझ अचार छ कि भनेर आएको नि। ए दिदी खाना त हामीले नि खाएर सुत्यो, तै पनि थोरै अचार त रहेको छ, म ल्याइदिन्छु, बस्दै गर्नु है। ए साथै दिदी त्यो काले कता गएछ कुनै देख्नु भएन? पठाइदिनु नि यता, म हिँड्ने बेला भइसक्यो। खाना त उतै खायो, तिनीहरू खेलिरहेको छ, हुन्छ नि म पठाइदिउँला नि व्यवस्थित। कोठैबाट बल्ल बल्ल बनाएको अचार कसै सजिलै मागेर ल्याइन्, लाज नभएकी गोडीलाई निचारेर। के बात पल्टे, छिमेकी भएपछि यताको उता र उताको यता त गर्नै पर्यो नि। ल काकीलाई थाहा होइन, ती सावित्री त हिजो बिहा गरिदिनु यसो गएर चिन्, बेलुका त बिरुवा भैँसीले दुध पनि दिन छाडेछ। भोलिपल्ट बिहान त मुखबाट फिस पनि निकालेर डुब्नु भइहाल्यो नि। म त्यही गराएको अहिले गोडीलाई निचारेर। त्यहाँ अर्कालाई त्यसै दुध नलाऊ है पल्टे, सावित्री को हुन् न, तिनले हेरेपछि भैँसी बिरामी हुन्। ला साथीहरू सोधिउनु न त, तिमीलाई त साह्रै गाउँले बोक्सी भन्छ रहनु पनि होइन। ए भुरा कहाँ पुगेर आइस? तिनै सावित्री दिदीको छोरासँग खेलेर आयो होला नि, यसको त खाली बासै चाहिँ हुन्छ। आमा आमा आज मैले भोलिले कमै भात खाएँ। गर्नु है काकी, तिनका धेर नपठाउनु, कुनै ट्यागेर बिटाइ गर्ला र अनि बिरामी पर्ला तिनका तागतले। ल काकी विचार गर्नुहोस् है, म त हिँडेँ। यहाँ पराइदियो किनभने के काम छ अरे यार? अनि के हतार गर्दै आएको यार, मलाई पनि भन्नु के तँलाई भेट्ने काम थियो कि अरे, यसो तँलाई चाहिँ दुई चार कुरा भन्नु थियो। यसो कति खान्छ यार?
सोलै त रोइन्छ यार मसँग तँसँग छ दिनु घर ठिकै छ त्यसमा ठिकै छ म काम थिएन है त्यतिकै अनि यहाँ बसिरहेको के कामहरू हेर गाउँघरमा हामीले नचाहिँदा कुरा सुनेर यहाँ तँलाई भेट्न आएको काम विक्रमेले र विक्रमेका साथीहरू मिलेर तेरी बहिनीलाई 1 हप्ताभित्र बेच्दैछन् त्यो भएर हामीले तँलाई यो खबर सुनाउन आएको काम हेर गल्ती तेरी बहिनीको पनि हो तेरो र विक्रमको झगडा परेको थाहा पाउँदै पनि त्यो विक्रमले 2-4 मिठा गफ गर्दैमा तेरी बहिनी त्यसै त चाहिँ लपक्कै पर्ने आवश्यक पनि थिएन नि हल्ला रे केटाहरू के न गफ ल्यायो भने मलाई मेरो बहिनी कति छ भने थाहा छैन केटाहरू के न भन्न लाग्यो भने क्या त्यो मलाई आफ्नो बहिनीलाई राम्रोसँग चिनाएको छु कि हेर्नु तिमीहरू बरु राम्रोसँग गएर गाउँले कुरा सुनेर आऊ थाहा छ त हामीसँग रिसाउनु पनि जरुरतै छैन हामीले गाउँमा जे सुन्यौँ त्यही भनेको छौँ हो त नि यहाँ त हामी सुधै काम किन चाहन्छौँ सर हामी गयौँ है होइन तैँले किन ढिलो गरेर राख्छु सर अनि तैँले भनेपछि त्यो केटी त आउँछ होइन त्यो केटीको बारेमा पिर नगर के अब त्यो केटी मैले जे भने त्यो मान्छे त्यो जहाँ भन्यो त्यहाँ आउँथे कुसुम लाने आइमालाई मैले घुराइसकेको छु तैँले त कसरी हुन्छ कुसुम लाने तयारी गर्नु पर्यो क्या हुन्छ म त्यो केटीलाई बिहे गर्छु नि त सर लान्छु बरु त्यसपछिको बाँकी काम चाहिँ तिमीहरूले गर्नुपर्छ हुन्छ तिर्न अन्त त्यसो भने भन्न त त्यो केटीलाई भगाएर लिएर जान तँलाई कति समय लाग्छ त्यसो भए अबको 7 दिनमा कुसुमलाई भगाउने जिम्मा चाहिँ मेरो बरु केटा हो यो कुरा कुसुमले थाहा पाउनुहुन्न कुसुमले थाहा पाइ भने त म त बर्बाद हुन्छु यार आज आइतबार होइन त्यसो भए अबको बुधबार चाहिँ हामी यही ठाउँमा भेटौँ होइन त्यसपछि त्यो केटीलाई कहिले लाने भन्ने कुरा म तिमीहरूलाई बताउँछु अहिले छुटौँ कि हुन्छ ल ल ल कुसुम मेरो कुरा त सुन यहाँभन्दा पनि केही सुन्न बाँकी छ अब विक्रम ठुलो विश्वास गरेकी थिएँ मैले तिमीमाथि यो मेरो भुल भयो कि मैले शङ्का गर्न सकिनँ तिम्रो व्यवहारमा किन तिमीले म एउटा दलित केटीलाई आफूप्रति आकर्षित भइरहेको छ भनेर आफ्नो माया जालमा पार्यौ मलाई खेल गर्यौ मसँग केवल आफ्नो स्वार्थ पुरा गर्नको लागि मलाई बेच्नका लागि धिक्कार छ तिमीलाई छि घिन लाग्छ मलाई तिम्रो अनुहार हेर्न कुसुम मलाई बुझ्ने प्रयास गर म तिमीलाई सहर लगेर साँच्चीकै बिहा गर्छु म तिमीलाई साँच्चीकै मन पराउँछु हेर ती केटाहरूको कुरा नसुन कुसुम तिमी मलाई अझै पनि नराम्रो ठान रहेछौ बहिनी कुसुम विक्रमे त यति निच छस् भने मैले अहिलेसम्म सोचेको थिइनँ बुझिस् त जातमा आफूलाई त निकै ठुलो ठान्थिस् तर विचार र मनमा त साह्रै सानो रहेछ तर हेर मेरो बहिनीलाई त जस्तो धोकेबाजलाई आफ्नो ज्यान दिन तयार थिए मलाई घर लैजान दाजु मलाई माफ गर्दै
मैले तिम्रो विश्वास गरेँ, माया गरेँ, तिमीले मलाई धोका दियौ। चाहन्छौ माफी मागेर उम्किन चाहन्छौ? कुसुम, मलाई थाहा थिएन कि तिमी मलाई यति धेरै माया गर्छौ भन्ने। मैले तिम्रो मायालाई चिन्नै सकेको रहन्छु। के गर्छस् उसको मायालाई चिनेर? म कुसुमसँग बिहे गर्न चाहन्छु। बिहे गर्न? कुसुम, मदन, मलाई थाहा छ कुसुम, तिमी मलाई अझै पनि मन पराउँछौ। जसलाई मैले धोका दिएको थाहा हुँदाहुँदै पनि मेरो निम्ति ज्यान दिन्छ, त्यस्तो माया म कहिले पनि पाउन सक्दिनँ। मदन, मलाई माफ गरिदे। मबाट जे जस्तो गल्ती भयो नि, मलाई माफ गरिदे। आज म हाम्रो मायाको भिख माग्छु, मलाई निराश नपार। विक्रम, यो संसारमा मेरो बहिनी बाहेक अरू कोही पनि छैन। तैँले पनि मायाको भिख मागिहालिस् र म पनि बहिनीको मायाको लागि बाधक बन्न सक्छु। तर अझै पनि म बहिनीको निर्णय भने आफूले दिन सक्छु। उसलाई मात्र कहाँ र सालमा हामीलाई पनि त मिलाउनु पर्यो नि। ठिटी मिलाउनु काम पछि गरौँ ल, अहिले एक कुना चोर खाऊ है। ल भइहाल्छ नि। एउटा मैला भा अब उमेरले पनि म जेठो भएँ, पहिला मलाई मिलाउनु पर्यो। हामी पनि त छिटा भइसक्यो नि माइला भा, हामीलाई पनि त मिलाउनु पर्यो नि। मेरो छोरा आमा गइहाल्छ है। ऊ केटा हो, मा चाहिँ आज पनि आएन जस्तो छ। आफ्नो बाला सुनाउनु कहिले हामीलाई सुनाउँछ। के आज त्यसलाई खुवाउनु पर्छ। ओहो के त ब्रो, ठिकै छ। कता गयो? हुँदा तिमीहरूको यही काम मात्र मागिर। छड्दै गडा यसलाई भोलि। बुढी, ओ बुढी, ओ बुढी। क्या न बोला आगामी बुढाले घोक्रै सुक्ने अरे। कुसुम जाऊ बुवा मलाई ढोका। पह
कोनी नानी त्यसै ढोग्न पठाउने बा यी तपाईँहरूकी बुहारी हुन् ओयो कुण्डती केटी हो काकी केटी उठाएर लिएर आएछ है बच्चा पल्लो गाउँको मदन छ नि हो तिनीकी बहिनी उनलाई हे भगवान् छोराले त के नि गर्ला भनेको त यस्तो गरेर छाड्यो नि छोराले के नै गर्ला भनेको त काकी कुदाकी पसिना टिपेर ल्याएको थिएँ नखे छोराको बिहे झन् कस्तो धुमधामसँग गरौँला भनेको थिएँ बुढेसकाला झन् सहारा देला भनेको त धिक्कार छ तँलाई अब त हाम्रो लागि मरिस र हामी पनि तेरो लागि मर्यौँ अब तेरो मुख पनि हेर्नु पर्यो छैन हामीले जा गयो मेरो बुढी जाऊ मेरो कुरा त सुन्नुहोस् कुसुम जाऊ मेरो होइन तपाईँले कहाँ जाने भन्नुभएको बाबाआमालाई छोडेर आज हामी साथीमा बसौँ भोलि आएर बाबाआमालाई सम्झौँ न हेर्नुहोस् गाउँलेहरू हाम्रो नियम यहाँ तोडिएको छ हाम्रो नियमलाई मिचेका छन् सबले यो बिग्रेमेले आफू माथिल्लो जातको भएर तल्लो जातको केटी ल्याएर यो गाउँकै बदनाम गरिसक्यो त्यही त यो बिग्रेमेले आफू माथिल्लो जातको भएर तल्लो जातको केटी बिहा गरेर गाउँकै बेइज्जत गर्यो मैले आफैले कुसुमलाई मन पराएर ल्याएको आफ्नो खुसीले बिहा गरेको आफ्नो खुसीले बिहा गर्दा सारा गाउँलाई कसरी बेइज्जत भयो केटी मन पर्यो भन्दैमा गाउँको नियम र परम्परालाई तोडेर उपल्लो जातको केटाले तल्लो जातको केटीसँग बिहा गर्न त हुँदैन नि के कसो गाउँले हो अब विक्रम बाबुले उपल्लो तहको केटाले तल्ली केटीलाई तल्लो जातको केटीलाई बिहा गर्यो अब सबै गाउँलेहरूलाई यो चाहिँ नि असह्य भयो एउटा परम्परा तोडियो भन्ने कुरा जुन समस्या आयो अब यस्तो कुराहरू अब हामीले सबै गाउँलेहरूले चाहिँ नि यो जस्ताको तस्तै अथवा ऊ दुइटैलाई चाहिँ दम्पतिको रूपमा राखिदिने कि उनीहरूलाई विछोड गराउने एउटा गाउँलेले निर्णय गर्नु पर्यो हेर गाउँले हो यो केटाले एकदम बदमासी गर्यो आफूभन्दा तल्लो जातकी केटी गाउँमा ल्यायो तर यो केटीलाई भगाएर यो केटाले गाउँलेहरूसँग सबैसँग माफी माग्नु पर्यो ए गाउँले हो के हामी दलितहरूको इज्जत छैन मेरी बहिनी खेलाउन हो जति बेला मन लाग्यो बिहे गर्ने र जति बेला चित्त बुझ्दैन समाज बसेर छुटाउने यहाँ सब गाउँलेहरूलाई थाहा छ यी सानो जातिहरू ठुलो जातिहरूसँग सम्बन्ध देखेर जाने तेरी बहिनीले पनि त्यही गरेको थियो हामी एउटा त्यति निज नसुन्ची पापी हाम्रा चेलीबेटीहरूलाई सम्पत्तिको लागि मेरो शरण पठाउँदैन बुझिस् हेर्नुहोस् गाउँले दाजुभाइहरू यो जात रात भन्ने कुरा केही पनि होइन काटेर जमेको रातै आउँछ तर यो तल्लो जात उपल्लो जात भनेर हामी आफैमा कमजोरी बनिरहेछौँ के हामीहरू एक अर्का बिना बाँच्न सक्छौँ हामीहरू सबै मिलेर एउटा सिङ्गो गाउँ बन्छौँ यसरी एउटै गाउँ समाजमा बसेर तल्लो जात उपल्लो जात भन्नु बेकार छ त्यसैले हामीले चाहिँ तल्लो जात उपल्लो जात भनेर यस्तो व्यवहार गर्नु हुँदैन मास्टर साहबले भनेको कुरो ठिकै हो तर पछि पनि गाउँलेहरूले दलित जात भनेर हेप्न पाइने छैन हेपेमा ठिक हुने छैन के छ त मानवादी विचार गाउँलेको कुरा पनि सुनिहाल्यौ मास्टरको कुरा पनि सुनिहाल्यौ के गर्ने विचार छ तिम्रो के गरौँ दाजुभाइहरू अचानातिर खुकुरले जान्दैन जस्तो भए पनि तल्लो जातकी केटीलाई मैले कसरी आफ्नो बुहारी भनेर स्वीकार गरौँ हेर मानबहादुर बाबु समाज कानुन परिस्थिति हेर्नुपर्छ अब अहिलेका जस्तो छैन जमाना बदलियो कहाँ पुगिसक्यो अझै तिमी पुरानो हिसाबमा तिमी जानु हुँदैन जसरी भए पनि अब समाजले चाहिँ स्वीकार गर्छ तिमीले स्वीकार गर्नै पर्छ यो त गाउँले हो मानवाले आफ्नो बुहारीलाई चाहिँ स्वीकार गर्छन् आजको समाजले यो निर्णय गर्छन् अब हामी उठौँ कान्छ तैँले त्यहाँ गएर त्यो झारपात काट्दै राख म यसो यो बुटाको डालेर राख्छु
अलि राम्ररी जानु होला है। ल ल तँले नि बिचार पुऱ्याएर काट है। त्यो हसिलो छ ल ल ल ल त्यसलाई काट्दै राख्छु। आसिने खस्यो भुइँमा। ए घाँस काटिसक्नु हो र बा कि म आँसी पुग्न दिउँ फेरि? अरू झार्नुहुन्छ? म त झरेँ अब। हट्टाकट्टा मान्छे गरदशा लागेपछि कस्तो खेलाउँदो रहेछ र। छोराले गरेको पाप बाउले गरेको कति अलक्षिणी रहेछ। आएको 3 दिन भयो छैन ससुरालाई चोकी। म सासु भएको भए त्यस छोरालाई यस घरमा अब बाहिर पनि राख्न दिन्थिनँ। खै यहाँलाई कतिखेर हँसाउने यो कुनै बुढो खसेको खबर पाउने बित्तिकै यस्तो दिवस भयो। खोइ यो गाउँको मान्छे कहाँ छन् कुनै यो लास पनि उठाएर लानुपर्ने। ओहो दाइ नमस्कार। नमस्ते बाबु। के गर्दै हुनुहुन्छ? यस्तै खाजा गर्दै मको छोरा ला बाबु। बस्न आउने। होइन दाइ ठिकै छ। तपाईँको छोरो खोइ कहाँ गएको नि रामु? खोइ रामु यता गाउँतिर कता गयो तासा सेल्न गयो कि के गर्नु भएछ खोइ। खोइ दाइ त्यहाँ तपाईँको छोराको अर्को चुरोट पनि थियो खसेछ। अहिले त म देख्दिनँ। कि दाइले खाइदिनु भयो? खोइ मास्टर बाबु तल खस्यो कि त्यो रामले लग्यो कि मैले त केही थाहा छैन। मैले खाएको छैन। लदन दाइ अहिले म जान्छु। रामुलाई भेट्नुपर्ने काम थियो के। हुन्छ त मास्टर बाबु।
यो पानी कसले ल्यायो भन्यो? मैले ल्याएको पानी कसले खान्छ र? यहाँ कसले बिसाउने भन्यो यो पानी? आमा भित्र पानी सकिएको रहेछ, त्यसैले पानी ल्याइरहेको छु। तैँले के ठानिछस्? मेरो छोराले बिहा गरे भन्दैमा म तँलाई स्वीकार्छु। उता लैजा त्यो पानी लगेर घौटाइदिहाल। घोटाइहाल्न त किन पर्यो आमा, पानी ल्याइहाल्यो। तपाईँहरूले नखाए पनि भैँसीहरूले त खाइहाल्छ नि। तैँले मलाई के सोचिछस्? तैँले ल्याएको पानी म भैँसीलाई दिन्छु, चाउरो साउरो पनि छुइन्छ, भैँसीले चाहिँ बिग्रिन्छ। तैँ नभए कि पानी ल्याउने भयो कि र म पानी घौटाइदिन्छु। याद राख, मैले आमासँग भन्नु पर्ने छैन, तँ जस्ताको आमा बन्न पनि पर्ने छैन। हजुर के भयो यहाँ? गाडी लडेको के भयो? उतरा खुद्रा टोकाउरी पानी ल्याएकी थिएँ, छुइन्छ भनेर मैले घोटाइदिएँ। ए भाउजूले ल्याएको पानी खाँदाखेरि छोइने, अहिले तपाईँ लडाउँदा छोइएन, अब के गर्नुहुन्छ त? ल ल यसो पछि लिएर जानु पर्छ। बाउला चाहिँ खाइ खाइ कुन दिन मलाई नि खान्छ यसले, अनि थाहा पाउला। आमा जे पाइन्छ नगर्नु, कुरा बुझेको नबुझेपछि के गर्ने? हजुर तपाईँ भित्र जानुहोस्। सब घर बिगानी यही हो, कहीँ नगएकी कसिङ्गर बटुले लिएर आए। आमा तपाईँ चुप लागेर भित्र जानुहोस्। रामु, ओ रामु, रामु के हो रामु? तिमी जस्तो मान्छे पनि तिम्रो चुरो खाएर बस्छ? सकिनँ सर, मैले सकिनँ। यो गाउँमा चोट नखाइ बाँच्नै सकिँदैन सर। किन के हो? तिमी जस्तो मान्छे पनि निराश हुन्? सकिनँ सर, सकिनँ। मैले मेरो साथीहरूलाई पनि सम्झाउन खोजेँ, साथीहरूले पनि मानेनन्, र मेरो बालाई पनि सम्झाउन खोजेँ, बा पनि मान्नु भएन। उल्टै मलाई थर्काए साथीहरूले। त्यसैले यो मेरो बाध्यता भयो सर मलाई चुरोट पिउनु। हेर्नुहोस्, तपाईँलाई चुरोट नखानु सन्दा मान्नु भएन। छोराले कति सम्झा, फेरिहरूलाई पनि मान्नु भएन। तपाईँले चुरोट खानाले गाउँमा केटाहरू कति बिग्रिए। तल मिठो चुरोट उसले खाएर छ। तपाईँ त बिग्रनु भयो। तपाईँले उसलाई पनि बिगार्न चाहनुहुन्छ? ए मेरो राम्रो जस्ता छोराले पनि चुरोट खान सिकेको हो। मैले खाएको देखेर तिमीले खाएका हो? होइन बाबु, तिमीले चुरोट नखाऊ। तिमीले चुरोट खान छोड्छौ भने मैले पनि चुरोट खान छोड्छु। हुन्छ बा, तपाईँ पनि हुन्छ। हेर्नु न दिदी, अस्ति म माइत गएर आएँ कि हाम्रो गाउँमा त तल्लो जातको केटाले उपल्लो जातको केटी ल्याएको छ र त्यो केटाको परिवारलाई नि टाढा गाउँले निकाल्नु लाग्छ बिचरा। कठैबाट मन मिलेपछि बिहा गर्न के हुन्छ र? त्यो जातपात भन्नु पनि बेकारै हो। त्यही त भने दिदी, यस्तो कुरामा त हाम्रो गाउँ पनि पछाडि छैन। हेर्नु न, दलित तानिन गयो भने तर्की तर्की हिँड्नु पर्ने रे। आमा आमा है बिरेको बारिया कालेले मुला सर्को नि त, अनि बिरे दाइले कालेलाई कसरी पिटेका? के रे, यसले मुला चोरेको? तँलाई बदमास औदेखि चोर जस्तो रहेछ। नहीं आमा, औदेखि म चोर्दैन। आजलाई जे भयो अब, अबदेखि नि चोरी सोरेर हात खुट्टा बाँधिदिन्छु नि। जा भित्र गएर पढेर बसाउनु। जा तपाईँ पढ्दा ए साँच्चै दिदी, अस्ति तपाईँ बिरेको घरतिर जानुभएको थियो र? गएकी थिएँ, तिनीहरूको भैँसी ल्याएर थियो। किन र? त्यसै सोधेकी, के पाएछ नि भैँसीले? पाडो पाएको रहेछ, दुध पनि धेरै दिन रहेछ, हिँड्दै डाला नि। र पनि है म गएँ। ल काकीलाई थाहा होइन? ती सावित्री त हिजो बिहा गर्दै यसो गएर चिन्, बेलुका त बिरु भैँसीले दुध पनि दिन छाडेछ। भोलिपल्ट बिहान त मुखबाट फिस पनि निकालेर डुब्नु भइहाल्यो नि। म त्यही गराएको अहिले पाडो पाएको रहेछ, दुध पनि धेरै दिन रहेछ, हिँड्दै डाला नि। गरे होइन डङ्गिनी, तर आएर खुट्टा कहिले दिन भयो होइन? त एकछिन पनि बस्नु परे होइन त डङ्गिनी? डङ्गिनी गइहाल।
मेरी बहिनीको हात माग्दा मेरो अगाडि घुँडा टेकेर माया मन त थिएन तँ जस्तालाई मेरी बहिनी छु भने, तर म मेरी बहिनीको अगाडि लाचार थिएँ। आज तँ मेरी बहिनीलाई यत्रो अन्याय अत्याचार गर्दाखेरि तँ हेरेर बसिरहन्छस्। तँ यति निर्दय र कठोर छस् भन्ने मैले अहिलेसम्म सोचेको थिएँ। बहिनी जाउँ, तँलाई यहाँ बस्नु केही आवश्यक तैँले कसरी सोचिस् कि तँलाई यो अवस्थामा जानुपर्छ? म यतिकै छोडिदिन्छु? हेर, म तेरो दुःख देख्न सक्दिनँ। तैँले भनेको मैले अहिलेसम्म सबै कुरा मानेको छु, त्यसैले मैले भनेको अहिले एउटा कुरा मान्दैन। हिँड मसँग, तँलाई यो नर्कमा छोड्न सक्दिनँ। गए हुन्छ कहिल्यै नआउने गरी गए हुन्छ। यो ढोकिनलाई लगाएपछि टाउको त हल्नुहुन्छ। के गरेको छ यस्तो? के गरे भने यस्तो दिउँसो पिएर जाउँ घरै जान्नु म गर्छ। त्यो आमाको मलाई अनुहार हेर्नु छैन, सोच्नेको अनुहार हेर्नु छैन मलाई। त्यसो किन्न जाने घर जानु पर्दैन त? घरको दाइ मान्छे भएर झन् यसरी हल्लिएर हिँड्यो। फेरि आमाले के गर्नु पर्यो तँलाई? अनि भाउजूले पनि के गर्नु पर्छ नि? घरमा गयो आमाले सोहान झगडा गर्छ। आमाले मेरो सोहानलाई देश गर्नुहुन्न। म आमाले भनेको मान्ने कि सोहानले भनेको मान्ने? म घर जान्नु तँलाई त मलाई एक्लै छोड्दै छोड मलाई। तिमी यसरी हिँडेर त भएन नि दाइ। आमालाई पनि सम्झाउनु पऱ्यो, भाउजूलाई पनि सम्झाउनु पऱ्यो। घरको जेठो बाठो भएर सबै मैले गर्नुपर्ने, तिमी गएर मिलाउनु पऱ्यो नि। के पो घर जाने? मैले मेरो सोहानलाई माग्दै ल्याएको, त्यसलाई गएर पिटाउँ म? कि मेरो जन्मदिन आमालाई गएर पिटाउँ? म जान्नु त्यसलाई गएर। किन बोलाउनु भएको आमा? के भयो तपाईँलाई? फेरि झोक्राउनु भएको छ? के भयो भन्नुहोस् न। म घरको काम गर्दिनँ, गर्न सक्दिनँ, तैँले गरेस् है। हुन्छ म गरिहाल्छु नि, बरु तपाईँ आराम गर्नुहोस् भित्र गएर। ओ साउनी, हामी आयौँ। एकडा खाली छ त? खाली छैन। रोसाउने यसो त आइदिनु त ल। केटा के मगाउनु त? के खाना अनि साउनी के खानु पर्यो नि त? रक्सी पाइन्छ, मासु पाइन्छ, तपाईँलाई के चाहिएको? 2 बोतल रक्सी र दालमट ल्याउनु न। हुन्ने केटा? भइहाल्छ। अस्तिको कुरा मिलाउँछु कति आस्तिको साथी तिमीहरू अहिले के चाहिन्छ भन्नुहोस् है। खै यताले माने उता चाहिँ
मलाई हाल त आस्ते गर न आस्ते गर म त्यहाँ थिएँ हौ म केटाहरु यहाँ रहेछ नि यार मलाई नबोलाइकन एक्लै खान लाग्यो यार बस बस छिटो आइज मिलेर बस ओ केटा म पनि खान्छु खोइ गिलास छैन खोइ खोइ साउनी गिलास ल्याउनु त मगा न मगा सँगै खाउँला नि हाल्नु यार केटा यार त दिनभरि कहाँ गइस् ओ म आज यार फिल्म सुटिङ हुन लाग्न गएको एउटा केटीले मलाई यस्तो साइड दिए है त्यसले साइड दिएको हेरेर म पनि हेरै भएँ अनि त्यहाँबाट एकछिन पछि त त्यसकी छोरी पो त्यहाँ आएर आइ त उल्लु नै भन्छ यार ओए चिरो खाऊ यार एउटा धेरै नजिकै हैन त्यो खानु हजार नगर्नु हजारको कम लतपत हुन्छ क्या यसो ल्याउने यसो सक्दैन यार बुढो यार सक्यो त नि यार के गर्न थाल्छ केटा झुम्रो पनि स्वास्थ्यको लागि गर्मी भयो यार बदल त जित्यो नि त बुढीले गाली मेरो छोराको 15 वर्ष नरान हो सुनाइयो है म एक्ला आउन होइन मेरो बामा सहित आउँछु कि म है होइन समस्या आइज मेरो बामा भन्नु तेरो बामा होइन र यार म बामा सहित आउँछु यार त्यसो भए तेरो स्वास्नी पनि ल्याएर तेरो स्वास्नी भनेर मेरो पनि स्वास्नी होइन यार हो केटाहरू सुहानी त सुहानी है मलाई चाहिँ यसको सुहानीको एउटा कुरा याद आयो है म भन्छु है माइन्ड त गर्दैनस् न भन्नु भने यार म माइन्ड गर्दैन क्या त सुन यार तिमीले सुन है यसको सुहानीको चरित्र त्यही सुहानी त राति राति साइला कहाँ जान्छ त्यो साइलासँग सल्किएर लपक्कै छ यार नपत्याए तँले घर गएर हेर तेरो घर ढोकामा ताजा लागेको छ यार कहाँ होला यार तैँले ढाँटिस होला यार मेरी दुलै त्यस्तै छैन यार मलाई छोडेर कहीँ जान्न यार हेर जे जस्तो भयो नि है तेरो बुढीको घाइङै घल्ला त मैले नि सुनेछु यार होइन यार मेरी स्वानी त्यस्तै त्यसलाई अरे साइलासँग पल्किरहेछ म जान्छु र त्यसलाई अहिले म त्यसलाई बिगार्दिन्छु बुढी कहाँ छ भाइ
मैले त्यसलाई केमा कमाउनु दियो थिएन त्यो मभन्दा टाढा टाढा हुँदै गएपछि त्यो माइलो शुद्ध म ती दुईटैलाई काटिदिन्छु एकैचोटि। ढोकामा साँचो लाएर गइरहेछ। केटाहरूले भनेको साँचो रहेछ, यो कहिलेदेखि त बल्किरहेछ त्यो साइलासँग। म त्यसलाई नछप्काइकन छोड्दैन, कतिखेर आउँछ त्यो। साँचो लाग्ने त्यसलाई जानेको छ, कतिखेर आउँछ हेरौँ। भाउजू तिमी सुतिरहेछस्? त बाउलाई स्याउ हातमा खुकुरी पनि छ, ढुक्का पनि लगाएको छ, तँलाई के भयो? हेर्नुहोस् न काका, म भने सधैँ जाँड खान जाने, त्यो भने म जाँड खान गएको अवसर पारेर मलाई त्यागेर राति राति सधैँ त्यो तल्लाहरे साइलासँग पल्किरहेछ, त्यो कतिखेर आउँछ भनेर म त्यसलाई छप्काइदिन्छु भनेर यो कुकुर लिएर बसेको काका। छुट्टो भन्दा यसरी डाँड धोकेर आउने हो? तेरो बिहा कहिले गरेको छ? तँलाई साइलासँग गयो भन्छस्? तेरिका मैले त बिहे गरेको छैन नि, चापी मैले लाएर गएको, हिँड्नु पर्ने चापी कता छ खोइ हिँड्नु पर्छ यार। मैले बिहानै नरहेछु र त्यसलाई मैले आफै त्यसै गाली गरेको रहेछु। थुक कुसुम भरे त्यहाँ त्यो माइलाले आफ्नो बारीमा घाँस काट्न आइज भनेको थियो, भरे त्यहाँ जारे घाँस हजुर आराम हुनुहुन्छ? भाइ हामीलाई त सन्चै छ। बरु तिमीले घरतिर के छ हालखबर? भाउजू म त तपाईँलाई लिन भनेर आएको, घरको स्थिति राम्रो छैन। किन अब के भएर? घरमा आमा विक्रम सन्चै त छन्? हजुर जबदेखि तपाईँ यता आउनुभयो घरमा दाइ पनि बोरा लिएर हिँड्न थाल्नुभएको छ, फेरि आमा पनि बिरामी पर्नुभएको छ। अहिलेसम्म त मैले नै हेरेको थिएँ। त्यसैले भाउजू तपाईँ घर जानुपर्छ, घर सम्हाल्नुपर्छ, आमा र दाइको हेरचाह तपाईँले गर्नुपर्छ। अनि मेरो बहिनीले विचार गर्दाखेरि तिम्रो आमा बिसै हुन्छ नि त भाइ। आमाको व्यवहारदेखि म पनि लज्जित छु दाइ, हुनु पनि हो, हामीले नै उहाँलाई सम्झाउन सकिन्छ। तर भाउजू
अब चाहिँ तपाईँ जसरी पनि जानुपर्छ। के गर्ने दाजु, अर्का घर जानै पर्यो। आफ्नो ख्याल राख्नु होला है। हुन्छ जा। अनि विनोद भाइ, मेरी बहिनीले आफ्नो कर्तव्य बोध गरेपछि तिमीहरूले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। फेरि म त्यो घरमा गएर दुःख पाएको देख्न चाहन्न मेरो बहिनी। हुन्छ भाइ, म माथि विश्वास राख्नुहोस्। अहिले हामी जान्छौँ। जाउँ भाउजू। हजुर, मलाई साह्रै चापे जस्तो छ। तपाईँ तातो पानी तताउनुहोस् न भित्र गएर। म औषधि लिएर आउँछु। आफूलाई त बिस्कुट मनपर्छ, तर के गर्ने आफूसँग पैसै हुँदैन। तिमी त नभएर के भयो त? हाम्रो आमाले पैसा राख्ने ठाउँ मैले पो देखेको छु। ए हो र, त्यसो भने त्यहीँबाट झिकेर लैजाऊ न त। ल जाऊ नि त। कसले दियो? कहाँबाट खाइस्? किनेर खाएको। कसले पैसा दियो? कालेर मैले खाएको। तिमीहरूले यो बिस्कुट किन्ने पैसा कहाँबाट पायो? हामीले पाएको। कहाँबाट पाइस् पैसा? तँलाई कसले दियो? छिटो भन् छिटो। मलाई नपिट्नु है त, म भन्छु। म र काले भएर हाम्रो घरको पैसा चोरेको। ए कुरा त्यसो पो? काले कता गयो? ए काले काले यता आइज। ए काले, तिमीले दुईटा मिलेर पैसा चोरेको? तिमीलाई बदमास हो? अनि भाइले के सिकाएको? तिमीले दुईटा मिलेर पैसा चोर्ने हो? बदमास। यहाँ रहेछन्, घरमा छोराको बिहा भइसक्यो। होइन के भन्छन् यिनीहरू? ओ पन्छे कसले क्यार मेरो कालेलाई के भएर? हिजो त आफ्नै छिमेकी भएर खुब हतार बाँडेको थियो नि गोडी मिलान निचेर। आज त तिम्रो छोरालाई सता चुर्न पारेर पिटिछन्। त्यही त भने
केही गर्ला जस्तो त थिएन कुन्नी के गरेछ त्यसले बाबु के ल बता आफू गएर हेर्नु न गोडिमले निचर उहाँ मर्न लागिसकेको छ तिम्रो सर हामी त गयौँ बाबु बाबु यसले त के भन्छ त बोल्दैन नि बाबु होइन के भएछ यसलाई उहाँले गाली मात्रै गरेको थियो पैसा चोरेछ यहाँ त सुतिसकेछ सोधिनु न त तिमीलाई त सारा गाउँले बोक्सी भन्छ रहनु पनि गर्मै काकी तिमीलाई हेर्न पठाउनु कुनै त्यहाँ गएर बिटा हेर्ला र अनि बिरामी पर्ला तिमी कता आएको होइन के भएछ यसलाई खै खै के भएछ यसलाई नसुन्नु सावित्री तपाईँको कुरा मैले सारा बुझिसकेको छु यहाँ सुन्नु पर्दैन थाहा छ यसलाई त के भयो त बोल्छ बोल्दैन यत्तिकै छ यो त के भयो के गर्ने होला यसलाई भन त भन्छ अम्मान आगे जे नहुन्थ्यो त्यही भरै छोडेछ हामी बसिलारै छोडेछ यसलाई त बेसरी जाबे जस्तो छ काकी हामी झाँक्रीवाला बोलाएर आउँछौँ है तपाईँ आउँछु लिएर आऊ छिटो हो यहीँ वरपर छ ल हामी केटकेटी पता खै के गर्नु होला मलाई पनि थाहा छैन नि ल यो बालक हो झाँक्री भाइ हेर्नु न दिउँसोदेखि यसलाई के भयो जस्तै छ बोल्दा नि बोल्दैन त्यसलाई त बोक्सी आएको छ हे पञ्चमान हतियार ल्याऊ हतियार हे पञ्चमान यसलाई यतिले पुगेन जा फलाम त तार लिएर आओ पञ्चमान पन्ध्योले हजुर तकरिबा पन्ध्यो लाउनु साथीले ल्याए बाबु उपचार गर्न लागेको भागिहाल्यो यो त होइन यहाँ के भयो र काकी सुन्नु न मास्टर बाबु मेरो छोरालाई बिहानदेखि के भयो भनेर सुतिरहेको थियो बोल्दा नि नबोल्ने त्यही भएर झाँक्रीलाई बोलाएर सन्चो हुन्छ कि पुग्न लाग्यो होइन कहीँ बोक्सी पनि फुगेर सन्चो हुन्छ रे मास्टर बाबु तपाईँ यस्तो कुरा बुझ्नुहुन्न यदि फुकेर सन्चो हुने भए बिहानसम्म लम्पट गरेको बालक अहिले किन उठेर हिँड्यो त र नानी हामी भरे आउँछौँ अहिले राख्छौँ झाँक्री चाहिँ डराएको त भित्र पो गर्छ के बाबु तिमी साँच्चै बिरामी बाबु अनि त्यहाँ के भएको त म र भुन्टे मिलेर बिहान भुन्टेका पैसा चोरेका थियौँ आमाले गाली गर्नुहुन्छ कि भन्ने डरले म सन्चो नभएको जस्तो मात्र गरिदिएको मास्टर बाबु त्यो सावित्रीले बसी लाएर सुतेको सुत्तै भएर पुगिआएको भयो उसलाई बसी लागेको हो कि होइन कि सावित्री बसी हो कि होइन जम्मै कुरा यही बाबुले बताउनु बाबु खास सावित्री ठुलिया बक्सी नै होइन ओ म र भुन्टे मिलेर बिहान सावित्री ठुलिया कहाँ पैसा चोरेका थियौँ तपाईँले गाली गर्नुहुन्छ भन्ने डरले म सन्चो नभएको जस्तो मात्र गरिदिएको तँलाई म र बिहानै भन्नुपर्छ नि त्यस्तो कुरा बिचरा मैले तिमीलाई कति नराम्रो सोचिरहेको थिएँ देख्नु गाउँ दाजुभाइहरू हाम्रो गाउँमा तपाईँहरूले बोक्सी भनेर नराम्रो पर्चा चलाइराख्नु छ यो बोक्सीले गर्दा गाउँमा कत्रो असर चलिरहेको छ
तपाईँहरूले गर्दा चाहिँ यो तपाईँले बुझ्नु पर्छ हाम्रो गाउँमा चाहिँ बोक्सीको पर्सा चलेर साबिततिर चाहिँ हाम्रो त उहाँ काकीको नराम्रो कस्तो झगडा जाउनुहोस् तपाईँहरू आउनुहोस् त ल तपाईँहरू जाउँ उहाँ गएर जम्माले झुमिला दिदी कति जानुभयो ओहो मास्टर बाबु नमस्ते नमस्कार ओहो आज सबैजना किन त नि हाम्रो घरमा जमाउनु भएको सावित्री दिदी पञ्चमानको कुरा सुनेर मैले तपाईँलाई कति नराम्रो आरोप लगाएँ मलाई माफ गरिदिनु न दिदी ठिकै छ बहिनी तिमीले चाँडै नै कुरा बुझ्यौ मास्टर बाबु भनेर राख्छ है कस्तो छ तपाईँलाई ल म लिएर आउँछु है नभए त मर्थ्यौँ क्या खान्छ अहिले साह्रै दुःख लाग्यो मैले मात्रै कहाँ भ्याउँथेँ र आमा फेरि दाईको हत्तुपत्तो छैन कहाँ बरा लिएर हिँडेको छ पनि जबदेखि तपाईँ बिरामी हुनुभयो तबदेखि घरमा दाईको बासै छैन फेरि तपाईँ यस्तो अवस्थामा मैले छोडेर गएर भाउजूलाई लिएर आएँ भाउजू आएर नै तपाईँलाई धेरै सहयोग गर्नुभएको छ भाउजूले गर्दा नै औषधि बनाएर खुवाउनुभयो तपाईँलाई सन्चो बनाउनु भयो त्यसैले तपाईँले भाउजूलाई जस्तो सोच्नु भएको थियो नि उहाँ चाहिँ त्यस्तो हुनुहुन्न तपाईँले भाउजूप्रति गर्ने व्यवहार अब छोडिदिनुहोस् दाई कहाँ गयो दाईलाई वास्ता पनि छैन मतलब पनि छैन कहाँ गयो दाई एकचोटि बोलाएर लिएर आएको पनि हुन्छ तपाईँ आराम गर्दै गर्नुहोस् आमा म दाईलाई लिएर आउँछु भाउजू आएर नै तपाईँलाई धेरै सहयोग गर्नुभएको छ तपाईँलाई सन्चो बनाउनु भयो तपाईँले भाउजूलाई जस्तो सोच्नु भएको थियो नि उहाँ चाहिँ त्यस्तो हुनुहुन्न तपाईँले भाउजूप्रति गर्ने व्यवहार छोडिदिनुहोस्
Very, I will go to माफी मागे मलाई लज्जित नपार्नु ढिलो भए पनि तपाईले मलाई स्वीकार्नु भयो यसमा म खुसी छु यो त यहाँ चुरोट खाएर पो बसेर रहेछ घर जाउँदै कहाँ सधैँ यस्तो गरी चल्छ यार घर जानु पर्यो नि भने काम छ यसको लागि तैँले धेरै गरिस् मलाई तैँले सुधार्ने कोसिस नगर मलाई सुधार्न खोज्दा त पनि बिग्रिन्छ म जे छु ठिकै छु यार मलाई एक्लै छोड्दै हुन्छ हेर दाइ मलाई थाहा छ यो सबै भएको घरको कारणले गर्दा नै हो तर अब सबै बिस्तारै ठिक भइसकेको छ मैले सबै मिलाइसकेको छु फेरि घरमा आमाले भाउजूलाई पनि राम्रो व्यवहार गर्न थाल्नु भएको छ त्यसैले तँ घर जानुपर्छ यार भाइ के सोचिराखेको तैँले तँ जसरी नि घर जानै पर्छ कि फेरि घरमा सबै तेरै प्रति जानु छन् त्यसैले तँ नगई हुँदैन कि जाऊ जाऊ कि मलाई माफ गरिदिनु म तपाईँको छोरा भएर पनि कुनै पनि कर्तव्य पुरा गरिनँ म तपाईँहरूलाई धेरै दुःख दिएँ अबबाट म त्यस्तो हुन्न आमा मलाई माफ गरिदिनु हेर भाइ हाम्रो गाउँमा एउटा मानबहादुर घरबाट जातीय छोराछोरी विरुद्ध अन्त्य गर्न एउटा राम्रो पहल भएको छ त्यसरी नै हाम्रो गाउँमा अरू घरबाट पनि त्यस्तै पहल भएको भए कति राम्रो हुन्छ होला कि मास्टर साहब हामीहरू यही काममा लागि परेका छौँ यस्तै गर्दै जाँदा हामीहरू अवश्य सफल हुनेछौँ आमा धेरै धेरै धन्यवाद हामीहरूको गाउँमा त जातीय छुवाछुतको विरुद्ध पहल सुरु गरियो तपाईँहरूको गाउँमा नि यसलाई त बोक्सी लागेको छ जा गइया अब तेरो मुख पनि हेर्नु पर्यो छैन हामीलाई अब त हाम्रो लागि मरिस र हाम्रो लागि त पनि अब मरिसकिस् होइन तपाईँले कहाँ जानुहुन भएको बाबा आमालाई छोडेर त्यस्तो भयो बसेन समाते जस्तो हो त्यसरी हो त्यसरी म र विक्रम पनि त्यही चाहन्छौँ र सरले पनि हामीलाई सम्झाएर लिएर लाज लाज त यस्तो गर्नु पर्ने दलित भएर हाम्रो कुसुमसँग माग माग्छ तै माग 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 भएर आखिरमा माछा जालमा
परे झाड्यो होइन विक्रम? हेर्दै जा, यसलाई म कसरी बम्बईको कोठीमा पुर्याउँछु। माने यसको हेर तेरी बहिनीको बारेमा यस्ता नचाहिँदा कुरा सुनेर हामी आएका हौँ। मदन र विक्रमी र ल केटा है, अबको 7 दिनभित्रमा त्यो कुसुमलाई बम्बई पुऱ्याउनु पर्छ है। यता नि हेर्नु परेन। 10-10 रुपियाँको लागि हामीसँग झ्याली गर्ने र छुट्टी गर्न खोज्ने। ओइ डायलग याद छैन? त्यसो भए भन्न त, तैँले त्यो केटीलाई कति दिनसम्म भगाउन सक्यो? तैँले सर्ट लाउने, हामी नि सर्ट लाउने। तैँले प्यान्ट लाउने, हामी पनि प्यान्ट। सुहे यार। कुसुमलाई लाने आइमाईलाई मैले भनिसकेको छु। बरु तैँले कसरी हुन्छ यो काम चाँडो गर्ने। मैले तिमीलाई चिन्न सकिनँ, मलाई माफ गरिदेऊ भने हुन्छ नि। म तिमीलाई सहर लगेर साँच्चै ल यसको पछि लिएर नबल धेरै कुन दिन बाउलाई त खाइ गफन ठाउँ होइन यो। फेरि आमाले पनि बुहारीमाथि सजाइ जाऊ मायालाई दिलको पसलमा, सजाइ जाऊ मायालाई दिलको पसलमा।